everyone. उत्साह है सुबह सुबह। अहिले चाहिँ म दौडीमा छु। गली में खिचखिच। The one looks like a big city now. मानुङ ढाकेको रहेछ। मानुङ त धेरै राम्रो छ त। तर मानुङ आउनेहरूलाई चाहिँ लकको कुरा हुन्छ। अब जाडोको सिजनमा हेर्दाखेरि नि लकको कुरा हो। क्या बकेट? I've heard people complain यस्तो टाढोबाट आयो त्यो किन्नु त्यो त लक होइन। मैले त अब कहाँ देखिन्छ। This is a China village. China पुल भनिन्छ। यो बाटोमा चाहिँ के यो पुलमा चाहिँ के भनाइ छ भने सास रोकेर एक सास रोकेर पुल कट्यो भने त्यो इच्छा मागेको पुरा हुन्छ भन्छ। सानसानो ट्राई गर्थ्यो भने यति एउटा पृथ्वी हाइवेभरिमा यति बाटो बिग्रे यति मरियम पोखरा यति बाटोहरू यति बाटो राम्रो भइदियो भने स्काई त के भन्ने फुल सर्भिस हाइवे। क्या बोले भाई? अब क्या बोले? एउटा ताकि यहाँबाट लुक्थ्यो नि यहाँबाट माथि जान्छ मानुङकोट यता गयो भने चाहिँ यताबाट हामी हाइड्रो पावर पुगिन्छ। हाम्रो ठाउँमा हाइड्रो पावर छ। हाइड्रो पावर चाहिँ यतैबाट हो माथि हो। ए हस् थ्याङ्क यू। म यतैको मान्छे भएर पनि थाहा छैन क्या उतातिर आएको छैन नि त। म हाइड्रो पावर बनाएकोतिर हाम्रो रियल इस्टेटको प्राइस पनि त बढ्छ नि। किन थाहा छ? किनभने रोड कन्स्ट्रक्सन हुन्छ नि त यतिकै अफ रोड भए पनि बनाइदिन्छ नि त त्यो अब एक्सेसिबिलिटीको लागि। त्यो भएपछि त्यतातिरको जग्गाहरू चाहिँ राम्रो प्राइस हुन्छ है। त्यो इट्स अ गुड बिजनेस आइडिया टु सर्टेन कम्पनीहरू मिलेर हाइड्रो पावर खोल्ने। त्यतातिर पहिले हाइड्रो पावर किन्न अगाडि पहिले चाहिँ पुरै जग्गाहरू किनेर राखेको हुन्छन् क्या। हाइड्रो पावर किनेपछि प्राइस बढ्ने भयो। इट्स अ गुड बिजनेस। मलाई मेरो डलर लगाएर मोबाइल खस्छ कि हाम्रो। I don't know if I am on the right path भन्ने कुरा पनि थाहा छैन मलाई। क्या बोले भाई? I hope I am in the right path। त्यस्तो माथि आइसक्यो। के होला सायद। क्या करता है तेरी तो? ग्राभसमा मेरो बाइकको टायर यस्तो चिप्लिन्छ पछाडिको सो फिटिङ स्केल छातो फाल्छ।